Hello everyone, welcome to Restaurant B. आजको यो भिडियोमा हामी रेस्टुरेन्ट बीमा एरियाहरु र रुमहरु चाहिँ कसरी एड गरिन्छ त्यसको बारेमा सिक्ने छौं। सबैभन्दा सुरुमा तपाईले रेस्टुरेन्ट बीमा लगइन गरिसक्नु भएपछि तपाईको लेफ्ट साइडमा तपाईले एरिया म्यानेजर भनेर देख्न सक्नुहुन्छ। त्यसमा क्लिक गर्नुभयो भने तपाईले यहाँ रुम र एरियाजको अप्सन पनि देख्न सक्नुहुन्छ। हामीले रुमको अपडेट गर्नुभन्दा अगाडि चाहिँ हामी एरिया चाहिँ अपडेट गर्ने छौं। हामी एरियामा क्लिक गर्ने छौं अनि त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ अलरेडी कति एरियाहरु चाहिँ एड भइसकेको छ। अब नयाँ एरिया एड गर्नको लागि चाहिँ प्लस न्यू बटनमा क्लिक गरेर नेममा कुन एरिया राख्ने त्यो फिल गर्नुपर्ने हुन्छ। अहिलेलाई चाहिँ हामी इन्डोर सिटिङ राख्ने छौं अनि क्रिएट गर्ने छौं। यहाँ तपाईले देख्न सक्नुहुन्छ इन्डोर सिटिङ चाहिँ एड भइसकेको छ। अब यो इन्डोर सिटिङमा चाहिँ रुमहरु कसरी एड गर्ने भन्दा हामी फेरि रुममा जाने छौं अनि त्यसपछि यो प्लस न्यू बटनमा क्लिक गर्नुभयो भने तपाईले यहाँ देख्न सक्नुहुन्छ रुमको कोड नम्बर हामी अहिले R02 राख्ने छौं अनि क्यापेसिटीमा चाहिँ हामी 2 राख्ने छौं अनि एरियामा क्लिक गर्ने छौं अनि तपाईले यहाँ देख्न सक्नुहुन्छ तपाईले एरियामा कुन कुन कुराहरु फिल गर्नु भएको थियो त्यसको अप्सनहरु चाहिँ आएको छ। हामीले इन्डोर सिटिङ चाहिँ अघि भर्खरै राखेका थियौ। हामी यसमा नै हाम्रो रुम एड गर्ने छौं। यसमा क्लिक गर्नुभयो भने क्रिएट गर्नुभयो भने चाहिँ तपाईले यहाँ देख्न सक्नुहुन्छ रुम नम्बर R02 चाहिँ यहाँ अपडेट भइसकेको छ। अब यसलाई चाहिँ कसरी हेर्ने भन्दाखेरि तपाईले फेरि एरियाजमै जानुभयो भने तपाईले यहाँ देख्न सक्नुहुन्छ इन्डोर सेटिङमा चाहिँ रुम R02 चाहिँ अपडेट भइसकेको छ। अब यसमा चाहिँ टेबलहरु कसरी एड गर्ने भनेर सोच्दै हुनुहुन्छ भने मैले यो भन्दा अगाडि चाहिँ टेबलहरु कसरी एड गर्ने त्यसको बारेमा भिडियो अलरेडी बनाइसकेको छु। सो यु क्यान चेक दैट। हामीले भर्खर एरिया एड गर्यौ अनि एरिया भित्र चाहिँ रुम पनि एड गर्यौ। तर अब अर्डर आउँदा चाहिँ त्यो रुमलाई चाहिँ कसरी सिलेक्ट गर्ने भन्दा हामी फेरि POS मा जाने छौं अनि त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ टेबलको अप्सन। यो टेबलमा क्लिक गर्नुभयो भने तपाईले यहाँ अप्सनहरु यसरी देख्न सक्नुहुन्छ। अघि भर्खरै हामीले बनाएको रुम R02 चाहिँ यहाँ तपाईले देख्न सक्नुहुन्छ। यसमा क्लिक गर्नुभयो भने अनि त्यसपछि कुनै पनि अर्डर लिनुभयो भने चाहिँ यो रुमको कस्टमरको चाहिँ अर्डर लिन सक्नुहुन्छ।